पृथ्वीनारायण शाहलाई पैसा दिनेको सन्तान हो हामी। ज्ञानेन्द्रजी अब बिचरा 32-33 वर्षको मान्छे हो होइन। उहाँ हिजो जुम्लामा जन्मिनु भयो, एउटा अभियान चलाउनु भयो, अभियान चलाउँदा चलाउँदै एउटा सांसद हुनुभयो होइन। उहाँको जुन पारिवारिक पृष्ठभूमि, उहाँ जन्मेको ठाउँ, त्यो हेरेर उहाँले सांसद पाउनु भनेको ठुलो कुरा हो, धेरै ठुलो कुरा हो। काठमाडौँमा एउटा घर हुनु, एउटा गाडी हुनु भनेको उहाँको लागि धेरै ठुलो कुरो हो। काठमाडौँमा आएर एउटा डेरामै बस्नु पनि ठुलो कुरो हो उहाँलाई, जुम्ला हुम्लाबाट होइन, त्यो ठुलो कुरो हो। मेरो लागि चाहिँ त्यो ठुलो कुरो होइन क्या। मेरो दाईहरू नै 1964 त डक्टर भएर आइसकेको यो देशमा। अहिले 2025 1964 म जन्मिनुभन्दा तपाईँको त्यहाँनि म 1971 जन्मेको, 64 भनेपछि म जन्मिनुभन्दा 7-8 वर्ष अगाडि मेरो दाईहरू डक्टर भएर आइसकेको देश हो, ठाउँ हो क्या। हामी त्यति अगाडि हौँ। पृथ्वीनारायण शाहलाई पैसा दिनेको सन्तान हो हामी। हामीलाई सांसद ठुलो कुरो होइन क्या, हामीलाई देश जोगिनु चाहिँ ठुलो कुरो हो। मैले सांसदको कुरो गरिरहेको छैन नि, मैले देशको कुरो गरिरहेको छु। मैले केपी ओलीको जस्तो पार्टीको कुरो गरिरहेको छैन। मैले त पार्टी बनाइदिने हो क्या, नेता बनाइदिने हो।